नमस्ते। हेर्नुहोस् त अस्ति चैतमा रोपेको धान असारमा पाक्यो है साथीहरू। ल हेर्नुहोस् त तपाईहरुलाई मैले एकचोटि रोपेको धान पनि देखाएको थिएँ। त्यही धान फलेर यी पाकेर अब असारमा काट्ने बेला भयो साथीहरू। चैत वैशाख जेठ असार, चैत वैशाख जेठ असार 4 महिनामा धान पाक्दो रहेछ है साथीहरू। वर्षमा 2 बाली हुन्छ। ल हेर्नुहोस् त यस्तो मजाले धान फलेको छ कि साथीहरू। ल हेर्नुहोस्, नेपाल कृषि प्रधान देश त्यसै भनिन्छ। ल हेर्नुहोस् त यस्तो राम्रो धान फलेको छ है साथीहरू। ल हेर्नुहोस् त र अब फेरि असारमा यो काटेर फेरि असारमा रोप्नको लागि यहाँ बिउ तयार भइराखेको छ। ल हेर्नुहोस् साथीहरू, तर पानी नपरेर चाहिँ बेहाल छ है साथीहरू। ल हेर्नुहोस् है, वर्षमा 2 बाली हुँदो रहेछ। यहाँनिर असारमा रोप्ने बिउ तयार भइरहेको छ। अनि यो चाहिँ चैतमा रोपेको धान यसरी पाकेर काट्ने बेला भइराखेको छ साथीहरू।